क्या यो अफरोडिङमा नमिल्ने भएर कुदाइरहेछ यसलाई कुदेर बसेर नि यसो हेरौँ अब कुदाउँ टाइम वेस्ट गर्नुहुँदैन लाग्नुपर्छ काठमाडौँतिर ल गाइस बिस्तारै आउँदै गर्छ यो बाटोमा भेटिन्छ लाग्यो है त गन्तव्यको तर्फ तपाईँहरूलाई थाहा छ गाइस सबभन्दा खतरा लाग्ने जहिले भन्दाखेरि चाहिँ खरडुङ्गा हो क्या तपाईँको यस्तो बवाल छ जतिखेर नि हामी शान्त आनन्दको क्या भाइब चाहिँ छुट्टै आउने के हो किन रोडै त्यस्तो आनन्द खरडुङ्गा पहिला खरीहरू पनि खतरा भन्थ्यो अब त्यति साह्रो त थाहा भएन तर यस झिल चाहिँ यहीँ हुन्छ क्या त्यो जतिसुकै जे भने नि कहिले किन सुत्दा थाहा पर्दैन यसो ओ यहीँ बस्नु यहीँ आज खरडुङ्गा ओहो जे छ खरडुङ्गा सही भन्दै आयो मस्त झिल के गर्नु यस्तै छ बाटो त ठिकै छ जुन चाहिँ भ्युज हुन्छ नि बाहिरको त्यो चाहिँ छुट्टै आनन्द आउँछ क्या मस्त कुदाउनलाई चाहिँ झिल सयो वो सयो यतिको चाहिँ बसेपछि आउनै पर्छ अरू भन्दा त्यस्तै हो लभली छ लभली हल्का रफ्तार छ ठिकै छ तर त्यस्तो छैन है यो घुम्ने ठाउँ चाहिँ धेरै छ कि ल रोडमा बसेर जोडी छ त के हो सहयोग त्यो स्पिड कुदाउनु पनि फेरि छुट्टै आनन्द आउने क्या यहाँनिर चाहिँ किन छुट्टै आनन्द नि आउने रफ्तार पनि बढाउन मजा आउने यता पहिरो भए चाहिँ कहिले सहयोग कता हिँडेको बिजुली बालेर हट भएर है गाइस हेर्नै खरडुङ्गा कस्तो छ है नहेर्नेहरूले पनि हेर्नु है बब्बा तरिकाले अब हामी लाग्यौँ है त अब अगाडि टक्क गन्तव्यतर्फ सही हो क्या राम्रो के घाम लागेर होला किन यो एरिया खतै लाग्छ क्या त्यो लामाहरूको जस्तो के त्यो झुन्नाको भएर पनि होला सबै ठाउँतिर जताभाइ त्यही भएर पनि होला गाडी चाहिँ पनि आयो त्यही कारण यो ढोग्नु पऱ्यो टक्क आफ्नो त फेरि बाहुन पऱ्यो नढोग्ने त पुरै भयो राइट खान्छ बजार गयो जामहरू पनि हाल्यो जहिले खालि जाममा पर्थेँ त्यो गाडीहरूको आनन्द आउँछ अब यहाँबाट क्या रफ्तार मजा आएको बिस्तारै पनि कुदाउन पनि मजा सुकुटे है गाई सुकुटे कसलाई के खेल्नु मन छ हाम्रो ल सही हो है गाइज अब यही हो लास्ट मेरो किनभने अब माथि मिल्दैन भिडियो बनाउनलाई म क्यामेराभित्र राख्छु झोलामा किनभने बाटो एकदम खत्तम छ कि त्यही भएर धुलो लास्टै छ त्यही भएर ल गाइज यति नै है मेरो आजको लागि सरी फर आदिलाई